18,000 रुपियाँ चुना लाग्यो अस्ति। सबैजना कुरेर बसिरहेको छन् पेट्रोल, म पनि कुरेर बसिरहेको। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आयो तपाईँहरू सन्चै आराममा हुनुहुन्छ होला। सो गाइज हामी पनि सन्चै आराममा छौँ। यता चाहिँ मेरो जिरे खुर्सानी हुनुहुन्छ। जिरे खुर्सानी चाहिँ आज पिरो भएर बसिरहेछन्। बिहान उठेर नि साथीहरू टिकटक बनाएर राम्री बनेर टिकटक बनाएर चाहिँ राम्री बनेर चाहिँ टक्का पारामा भिडियोहरू बनाएर मलाई बिहान देखाइरहेको थियो। यस्तो आनन्द आयो नि, बुढीको टिकटक देखेर फर्स्ट टाइम होला म यति खुसी भएको। साथीहरू देख्न सकिन्छ है त, ल यस्तो बवाल छ कि साथीहरू। यतातिर चाहिँ आनन्द चिल क्या, कसैको यहाँ साउन्ड पोल्युसन एयर पोल्युसन केही छैन साथीहरू। त्यही हो, दामी छ ठाउँ चाहिँ। तल चाहिँ सुस्मितलाई अलिकति गाह्रो भयो नि त साथीहरू, किनभने अब अहिले थाहै छ उसको हालत के छ कसो छ भनेर चाहिँ तपाईँहरूलाई। त्यही भएर चाहिँ साथीहरू हामी चाहिँ एकान्त ठाउँमा आनन्दले आएर बसिरहेको छौँ। अहिले चाहिँ म चाहिँ आफ्टर लङ टाइमदेखि चाहिँ भ्लगहरू बनाइरहेको थिइनँ। अब चाहिँ अलिअलि भ्लगहरू पनि हाल्नुपर्छ भन्ने मेरो दिमागमा बत्ती जलिसकेको छ साथीहरू। त्यही भएर चाहिँ तपाईँहरू सामु म फेरि पनि उपस्थित भइसकेको छु। अबको दिनहरू चाहिँ यस्तो बवाल हान्नुपर्छ कि होइन, त्यो नसोचौँ, तपाईँहरूले नसोचौँ, मैले नसोचौँ, बवालै हुनेछ। तपाईँहरूले सपोर्ट चाहिँ गर्नु पऱ्यो साथीहरू। यता देख्नुहुन्छ जिरे खुर्सानी, यो त नि साथीहरू होइन, बेबी उठेर यसो एक्सर्साइजहरू गर, यसो उस गर भनेर भात खान्छ आउँछ गएर हिँड्नु नि बाहिर, त्यत्रो बरन्डै छ त, यता हिँड्नु उता हिँड्नु। सो उसलाई चाहिँ एक्सर्साइज हेर्नु है आँचीमा आई स्याडो लाएर बसिरहेको छ क्या साथीहरू। यस्तो अझै अघि नै त होइन, त्यो लिपस्टिकहरू पनि पुरै लाएर होइन यति राम्री भएर बसिरहेको रहेछ कि म त बिहान निन्द्रामा यस्तो आँखा खोलेको त, ल यार कुन चाहिँ परि अगाडि आयो भनेको त लास्टमा त मेरै परि पो रहेछ साथीहरू। म चाहिँ खास गरी चाहिँ अहिले चाहिँ काममा निस्किनु लाग्यो। काममा नि जानु पऱ्यो नि त, काममा नि जानु पऱ्यो, काम नि गर्नु पऱ्यो। के भन्दै बेब्स? हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल। नमस्ते साथीहरू गर न, दुईटा जोडेर नमस्ते साथीहरू, स्वागत छ हजुरहरूले हाम्रो नयाँ भिडियोमा। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला, अनि हामी पनि सन्चै छौँ। त्यही हो ल साथीहरू, म चाहिँ रेडी हुन्छु, त्यसपछि फेरि भेटौँला। लास्टै चिसो छ क्या काठमाडौँ अहिले, भन्नु हेर्नु पहिला भन्दा अलिकति चिसो त घटेको छ कि, तर पनि यो आफ्नो सेफ्टीको लागि भयो भने आफूले चाहिँ लाउनुपर्छ। कुन ज्याकेटलाई जान्छ होइन, अलिक गर्मी हुन्छ कि, अलिक घामी लागिरहेको छ नि त, पर्ने हुन्छ। म चाहिँ आज लास्टै सुतेछु कि, हिजो क्रिकेट खेल्न गएको थिएँ होइन, क्रिकेट खेल्दा लास्टै त्यो ज्यानलाई प्रेसर पऱ्यो नि त, यता भाग्नु धेरै भयो। काठमाडौँ आदि एक्सर्साइजहरू खासै गरेको छैन, लास्टै ज्यान दुखेछ क्या साथीहरू। उठ्नै नसकेर म त बल्ल उठेँ, हेरेर बस्छ बिचरा। बुढो कति बेला आउँछ, बुढो कति बेला आउने होला भनेर बाटो हेरेर बस्छ है। के गर्नु, काम गर्नै पऱ्यो। जहिले नै बुढो चाँडै आउनुहोस् ल भन्छन्, म भने जहिले ढिलो हुन्छ, के गर्नु। हो सपना अनि सानो एउटा गीत गाउनु, अलिक राम्रो गीत गाउनु हो। गाउन हो गाउ ल केटा। अब म चाहिँ फुल्ली रेडी हुन लागिसकेँ है। अब लाग्छौँ गएर चाहिँ पहिला सुरुमा चाहिँ बाइक स्टार्ट गर्नुपर्ने हुन्छ साथीहरू। तपाईँलाई मैले भनेकै थिइनँ, मेरो बाइकले चाहिँ मिठो चुना लगाइसक्यो। 18,000 रुपियाँ चुना लाग्यो अस्ति भएर, इन्जिन गयो होइन, अनि इन्जिन बनाइयो, यताउता अलिअलि खचाखोचो सामानहरू पनि थियो, त्यो पनि फेरेँ। अहिले चाहिँ बाइक पनि A1 भएको छ साथीहरू। अब टक्क अब गरी खाने भाँडो त्यही हो, त्यसलाई नै चाहिँ अलिकति बनाएन भने त के गर्नु होइन। यो टोपी चाहिँ लाउनुपर्छ क्या साथीहरू, सेफ्टीको लागि। काठमाडौँमा कम पोल्युसन छ नि त नि, यति लगाएपछि चाहिँ नि ट्याक्क धुलो आयो भने सट्ट गर्नु पाइयो नि त। सो लेट्स गो गाइज। फाइनली म चाहिँ
निस्किसकेको छु लगेर हाम्रो फर्स्ट राइड चाहिँ कम्प्लिट भइसकेको छ हेर्न सकिन्छ यता चाहिँ हुनेको हाम्रो कुरीगिरी के भन्नु नाम भएको थाहा छैन गर्मी लास्टै बढिसकेको छ साथीहरू गर्मी यति बढिरहेको छ कि महाकसम यत्रो ज्याकेट लाउनै पर्यो हावामा हिँड्नुपर्छ होइन तर गर्मी चाहिँ भत्तै 2 दिनमै खत्रै बढिसक्यो क्या नेक्स्ट राइडको लागि चाहिँ म लाग्ने छु है त कस्तो चिल छ क्या म चाहिँ अहिले यता यो कुन ठाउँ मलाई पनि थाहा छैन है यहाँ आइपुगेको छु अनि म चाहिँ सेकेन्ड राइड कम्प्लिट गरेर चाहिँ अहिले चाहिँ चौथो पारामा यहाँ आइपुगेँ होइन तेल सकेर बिजोग भएर बसिरहेको छु म त यता अनि आजै नै फेरि तेल भर्न लागेको रहेछ कि यो पम्पमा पनि त्यही भएर चाहिँ अब तेल सेल हाल्नुपर्ने हुन्छ अहिले चाहिँ म कहाँ छु भन्दा चाहिँ यो पोखा नगरपालिका होला त्यो डाँडातिर छु त्यतापट्टिबाट चाहिँ घाम लागिरहेछ यता चाहिँ पेट्रोल सकेर चाहिँ म बसिरहेको छु यहाँनिर अब हाल्नुपर्ने हुन्छ पेट्रोल सेट्रोल भरिरहेको रहेछ कि त्यो ट्याङ्करबाट लिएर आएर चाहिँ आजै खनाउँदो रहेछ नि त्यही भएर टाइम लाग्यो क्या 1-2 घन्टा म अघि नै पनि आएँ होइन अघि नै चाहिँ तेल भरिँदै रहेछ अहिलेसम्म भरिँदै रहेछ अनि अलिक टाइमै लाग्दो रहेछ कि त्यही भएर चाहिँ यहाँ बसिरहेको छु अब यसो खाजासाजा खाम भन्ने सोचेको रुन्न रहेछ यहाँनिर यहाँ लाइनको लाइन भइसक्यो बाइकको चाहिँ यत्रो लाइन भइसक्यो अहिले चाहिँ बल्ल अहिलेसम्म 7 टिप हानिसकेँ अब यो पछि अब 8 टिप हुन्छ अनि 9 टिप 10 टिप 11 टिप अनि हुँदै जान्छ तेल भर्दै रहेछन् होइन बुकालीमा पनि हजुर मोटर जाँदो रहेछ पेट्रोलको लाइन लागिसक्यो साथीहरू है यति धेरै मान्छेहरू सबैजना कुरेर बसिरहेको छन् पेट्रोल म पनि कुरेर बसिरहेको है ल हेर्न सक्नुहुन्छ आजै सकिनुपर्ने मेरो पेट्रोल नि फेरि म बिहानै हाल्थेँ क्या होइन त्यो उता सिधा पाइलामा हाल्थेँ कि उता स्वयम्भूतिर हाल्थेँ तर आज चाहिँ भ्याइनँ त्यही भएर चाहिँ यस्तो बिजोग भयो नेक्स्ट डे दिस इज द नेक्स्ट डे भइसक्यो साथीहरू मेरो बुढी चाहिँ नरिसाउनु त फेरि हट्टा निकाल्दैछन् अब चाहिँ हामी खानासाना बनाएर खान लाग्यो होइन अब भर्खरै उठेको म चाहिँ बुढीले चाहिँ गुन्द्रुकको मिठो अचार बनाउनु लागेको छ नि त्यो अचारसँग चाहिँ भात अलिकति रुच्छ नि त त्यसरी चाहिँ म एकदम थकित अवस्थामा थिएँ साथीहरू त्यही माथि बाइकले पनि दुःख दियो अनि यताउता अनि त्यही भएर चाहिँ हिजो भ्लग गर्न पनि पाइनँ त्यही हो म चाहिँ हिजो बेलुकै आएको थिएँ त्यही हो साथीहरू खानासाना बनाएर खानुपर्ने हुन्छ आज पनि म अब कामतिरै हो जाने त होइन सो त्यही हो थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो अन्तिमसम्म हेरिहाल्नु होला हेर्नुभएको भए डोन्ट फर्गेट टु सब्सक्राइब बेल आइकनमा प्रेस गर्न नबिर्सिनु होला यसरी नै माया दिइरहनु होला साथीहरू सो बाई बाई जय नेपाल